मेरो अगाडि सबै बच्चा हुन्। राजनीति के हो मलाई राम्रोसँग थाहा छ। म नै सबैभन्दा ताकतवर हुँ। यो देश चलाउने शक्ति मसँग छ। यो देशको प्रधानमन्त्री म नै हो। त्यसैले यो पटक मलाई मौका दिनुहोस्। कसलाई कहाँ र कसरी ठिक पार्नुपर्छ मलाई राम्रोसँग थाहा छ। मलाई नै भोट दिनु भनेर म भन्दिन। यो देशको लागि जो योग्य छ, जो इमानदार छ, तपाईहरुले उही व्यक्तिलाई भोट दिनुहोस्। किनकि मेरो लडाई कुर्सीसँग होइन, मेरो लडाई देशको भविष्यसँग हो। सबैमा आड आफ्ना प्रतिस्पर्धा छन्। सबैमा आड आफ्नो जितको कुरा गर्छन्। तर यहाँ देशभक्त बालेमा त्यो प्रतिस्पर्धा छैन। त्यहाँ छ त केवल एउटै कुरा, यो देशको चिन्ता। त्यसैले यो पटक हामीलाई आफू ठूलो देखिने होइन, देश र जनताको पीडा बुझ्ने साँचो व्यक्ति चिन्नु आवश्यक छ। अहंकारले देश बनाउँदैन, त्यसले त देशलाई झन कमजोर र बिग्रिएको बनाउँछ।